जुरुक्क उठेर मुख पनि नधोइकन ग्रोसरी गर्न गयौँ किनभने हाम्रो खाने ब्रेकफास्ट गर्ने पनि केही पनि थिएन। फ्रिज खाली छ गाइस, फ्रिज खाली छ। आजको दिन चाहिँ हाम्रो ग्रोसरी गर्नेबाट स्टार्ट हुन्छ। मैले बल्ल सिक्दैछु गाइस। अब चाहिँ क्यामेराको एङ्गल चाहिँ एउटा उमा आइरहेछ क्या। क्यामेरा चाहिँ धेरै हल्लाउनु हुँदो रहेछ। आज चाहिँ एउटा पोजिसन हुनुपर्ने रहेछ। आज हिजो मैले यस्तो चिसो छ भनेर देखाएको थिएँ नि, आज फेरि यस्तो गर्मी छ नि। बिहानदेखि कति डिग्री छ नि, रुममै मेरो आँखामा घाम परेको थियो कि यस्तो गर्मी छ। अहिले त हल्का ज्याकेट लाउनु जस्तो हुन्छ, तर एकदमै घाम चर्किसक्यो कि आज दिउँसो पनि हो। तर मसँग छैन। दाइले सिजनमा नयाँ नयाँ मगाउँछ। के अरे हामी चाहिँ आज कहाँ जान्छौँ? आज स्याटरडे हो, दुवैजना घर हुन्छौँ। त्यसपछि हामीले आज के गर्छौँ है हजुरहरूलाई देखाउँछौँ। मैले यो भ्यू त मैले हिजो हजुरहरूलाई देखाएको थिएँ। अब आज हामी चाहिँ ग्रोसरी जान्छौँ। जर्मनीको ग्रोसरी कस्तो हुन्छ, के कति रेटमा पाउँछ भन्ने चाहिँ म हजुरहरूलाई सबै देखाउँछु है आज। बेस्ट पार्ट भनेको हरेक सिटी पनि के भने हरेक गाउँ हरेक चोकमा पार्क हुन्छ भनेर चाहिँ यहाँ पनि हाम्रो एउटा यस्तो राम्रो पार्क छ। अहिले त ग्रिल गर्नको लागि पनि त्यहाँ डब्बा राखिन्छ। यहाँ चाहिँ फेरि जहाँ पाए त्यही ग्रिल गर्नु पाउँदैन, त्यो खरानी फाल्ने चाहिँ डब्बा हुनुपर्छ। सो तपाईँहरूले चाहिँ गर्न पाउनुहुन्छ। किनभने त्यहाँ आगो लाग्छ पछि जहाँ पाए त्यही फाल्यो भने त्यहाँ अरू फोहोर पनि फालेको हुन्छन् मान्छेले। अनि त्यहाँ चाहिँ कोइला फालिदियो भने आगो लाग्छ नि त। अनि आगो लाग्यो भने चाहिँ डेन्जरस छैन, हावा पनि चल्छ यहाँ। कति सेन्ट छरेर त्यसले मलाई मगमग बनाएर गई। चाहिँ मुख पनि नदेखिन ग्रोसरी गएर मान्छेहरू सेन्ट छरेर हुन्छ नि पुरा आफ्नो कामतिर लागिसके। तपाईँहरूलाई कस्तो लाग्छ, हामीबाट कस्तो भ्लग हेर्न चाहनुहुन्छ पनि कमेन्ट गर्नु होला। त्यसो चाहिँ हामीलाई हाम्रो न्युज पत्ता लगाउन पनि सजिलो हुन्छ, किनभने हाम्रो स्टार्टिङ फेज हो। हामी जस्ट ऱ्यान्डमली गराउँदै गर्छौँ। कहाँनिर पुगेर आई थिङ्क हाम्रो कन्टेन्ट चाहिँ यस्तै ऱ्यान्डम हिसाबमै जान्छ। तर केही कुराहरू सर्टेन कुराहरू एक्सप्लोर गर्ने भन्ने कुरा छुट्यो हो। तर के ऱ्यान्डम केओस ब्लग नै हुन्छ जस्तो लाग्छ। हाम्रो मोटो नै भनेको नै लाइफलाई क्याप्चर गर्ने हो नि त। जहाँ कि हामी पछि बुढेसकालमा त्यही युट्युब च्यानल हेरेर बसौँ भनेर नै हाम्रो मोटो हो। मेरो चाहिँ त्यो हो क्या। काम हुँदैन नि त, के गर्ने? छोराछोरी नातिना सब आफ्नो आफ्नो काममा जान्छन् होला। त्यसो चाहिँ के गर्ने भन्दाखेरि सबै आफ्नो फर्स्ट पोस्ट 1 देखिको भिडियो हेरेर भ्याउने। मकसद नै त्यही। यस्तो घाम लाग्छ नि, मैले भन्दै नि हेर्नु न। बिहान कति 9 बजी हाम्रो यो पेनी बन्द भएर यदि तनाव भयो हामीमा कहाँ पुग्नुपर्छ ग्रोसरी लिनको लागि? आलडी लिडिल कहिले खुल्यो थाहा छैन। हामी चाहिँ पेनीमा चाहिँ सजिलो हुन्थ्यो, किनभने प्याक सामानहरू चाहिँ यहाँबाट किनिन्थ्यो। अनि मासु हामी रेबीबाट लिन्थ्यौँ। तर अहिले चाहिँ रेबीबाट मात्रै अस्ति हामीले एउटा ग्रोसरीको भिडियो हालेको, मान्छेहरू त्यहाँ कमेन्ट गरेर मर्नै लाग्थ्यो। तर तपाईँहरूले रेबीमा मात्रै सामान किन्नुभयो भने चाहिँ तपाईँ 100 युरो अहिलेको यो होइन, आइनफाक खर्च हुन्छ कि हप्तामा। यस्तो महँगो छ। एउटा सानो 500 ग्राम 600 ग्रामको प्याकेजलाई 7.5 युरो, यस्तो 8 युरो जस्तो पर्न गइसक्यो क्या। अनि लाइक मान्छेहरू त्यहाँ कमेन्टमै लडिरहेको थियो, के खान्छौ तिमीहरूले भनेर। अफकोर्स हामी सुन त खाँदैन, त्यही भएर महँगो छ गाइस। एकदमै महँगाई एकदमै बढेछ यहाँ पनि, गाह्रो छ। जेसी आएगा उसी जाएगा जस्तो छ पैसाको हालत। एकदमै गाह्रो छ। खाना छोड्नु भएन, खाना त पर्यो। त्यही भएर सबै एउटै ग्रोसरीमा सबै कुरा किन्न थाल्यो भने चाहिँ ज्याउ हुन्छ। सो मासु एक ठाउँबाट किन्ने यस्तो गर्नुपर्छ क्या, ताकि सस्तो पर्छ। त्यही हो कुरा। हामी चाहिँ आरटी आयौँ। अब सामान किनेर लाग्छौँ। यहाँ चाहिँ एउटा स्टोर मान्छेलाई खासै मुखैमा देखाउनु भएन गाइस, त्यही भएर अलिक ख्याल गर्नुपर्छ। एउटा स्ट्रोलर लिएर जान्छौँ। भित्र कितना पाइन्छ दाइ? कितना पाइन्छ? अङ्गुर ठुलो बट्टा अङ्गुरलाई चाहिँ 2.49 पर्दो रहेछ। त्यो लाग्ने। अनि स्याउ हालौँ न। स्याउ त यो लगाउँ यार, अस्ति त्यो लगाउनाले बहुत गल्ती भयो यार। अहिले पनि स्याउ चाहिँ योवाला प्याकेट चाहिँ लाँदै नलाने, यो त खत्तम हुन्छ। योवाला बिग्रेर पुरै यस्तो खुल्लामै बरु छानेर लग्ने के। तर पनि यो पिङ्क लेडी भन्ने स्याउ चाहिँ लानुपर्छ। मेन भनेको ब्रेड हो। यति धेरै अप्सन हुन्छ नि ब्रेडको।
वेस्टल्यान्ड होइन गाइज ब्रोडल्यान्ड हो साँच्चै ब्रोडल्यान्ड नै होला यति धेरै अप्सन भएन भनेर यहाँभरि हुन्छ निगम यहाँ चाहिँ मासु हो यति धेरै अप्सन हुन्छ हामीमा एउटा चिकन खाने त्यो चाहिँ गाई हो है गाइज त्यो चाहिँ गाई हो यो चाहिँ गाई हो पाप लाग्छ होला यार गाई तर हामीले गाई चाहिँ खाँदैनौँ है नेभर एभर तर म नि खावा त खाइदिन नि सक्छु है त खावा किन नगर्नु यसैले हो कि फेरि एउटा पोक पनि नखाने गफ भने ठुला ठुला गर्छ क्या म बफ पनि खाँदिनँ है गाइज गफ भने फेरि केमा लाग्ने अरू 9 गतेसम्म भनेको 2 दिन मात्रै रहेछ किन हिँडेको एउटा आइज रक्सीले नि होस् र यस्तो वाला मासुहरूको पनि एकदमै धेरै अप्सन हुन्छ यो भन्नाले प्याक गरेको वाला कि फ्रोजनवाला बाटोतिर हाम्रो ग्रोसरी यति भइसक्यो गाइज यो विकली ग्रोसरी हो पुग्छ होला हामीले यति लग्छौँ होइन लगेपछि हाम्रो गाडी के भएन हुन्छ क्या मेन समस्या त्यो छ क्या गाह्रो छ गाइज मलाई मेरो फेभरेट यो हो कि एउटा यस्तो मिठो लाग्छ नि मलाई यो के त्यसपछि त्यही हो हामी चाहिँ यस्तो भरिया दाइले भने जस्तो यस्तो फुल किन्यौँ यो टोटिला खानको लागि अनि भिडियो दाइ चाहिँ यस्तै भरिया हो क्या हामी पनि हेर्ने यस्तो बोकेर हिँड्नुपर्छ कि के गर्ने केमा लाने एउटा यस्तो गुडगाउने किन्ने भनेको पनि हाम्रो समस्या के छ भने हामी 4th फ्लोर अवस्थामा होइन त्यो गुडगाउनेले हामीलाई पागल बनाउँछ होला जस्तो लाग्छ के गर्ने मान्छेले कति धेरै देखिरहेको हुन्छु मैले क्यानाडातिर बस्ने मान्छेहरूलाई पनि यस्तो गुडगाएर हिँडिरहेको त्यो त बुढाबुढी जस्तो फिल आउँछ होइन यस्तो होइन दाइले किन्ने नै भन्थ्यो नाटक गऱ्यो अहिले चाहिँ तर त्यो गर्नुको लागि चाहिँ 4th फ्लोरमा पनि बोकेर कसरी जाने भन्ने कुरा हुन्छ कि त्यही भएर चाहिँ हुन्छ के ग्रोसरी ल्यायौँ भन्दाखेरि यति कुराहरू होल चिकन त्यसपछि गएर कहाँ छ अरू म यस्तो देखाउँछु जान्ने भनेको जान्ने मसला जो मेरो फेभरेट हो टमाटर ब्रेड यो वेल्ट मास्टर ब्रेड भन्ने गाई लास्टै राम्रो हुन्छ है अनि यस्तो ठुलो प्याकेटमा अङ्गुर आइरहेको छ लास्टै ठुलो दाना थियो लुक्स क्वाइट गुड अमिलो चाहिँ नपरोस् त्यति हो अब हेरौँ कति जान्ने भगवान् नि ल यो ठुलो प्याकेटको अन्डा होइन एलवाला अन्डा चाहिँ गोडा हुन्छ है यो लास्टमा हुन्छ यो 2 प्याकेट अन्डा चाहिँ लास्टै खाइन्छ है गाइज हामीलाई ग्रोसरी के गर्यो भने मान्छेहरूले यहाँ आँखा उगारेर हेर्नु होला लुक एट दिस ग्रोसरीमा कति खर्च हुन्छ भनेर मान्छेहरू नपत्याउने यो त्यो फारफालले भन्ने इटालियन प्याज धेरै नबोल्छ त नाफा पुरा नगद छैन भने बोल्ने होइन क्या होइन त्यो आलु अनि लसुन हाल्को अनि यति स्याउलाई 4 युरो 800 पर्यो नेपाली किनभनेपछि यो पिङ्क लेडी भन्ने एप्पल हुन्छ गाजर अस्पताल बेला खाइरहेको हुन्छ यो गाजर चाहिँ अनि यो चाहिँ मलाई मिठो लाग्छ हेल्दी त होइन तर मलाई लाग्छ म्याकरोनी जस्तै हामीले कति धेरै पछि चाहिँ मुस्टु लिएर आयौँ ओट्स यो चाहिँ हाम्रो विकली ग्रोसरी हो यो चाहिँ हाम्रो विकली ग्रोसरी हो यहाँ छुट्यो यो भाँडा धुने त्यो चाहिँ विकली होइन त्यो चाहिँ टन्नै टिक्छ यो मन्थली नै भनौँ न ल यति हो ग्रोसरी होइन अब कति युरो पर्यो होला गेस गर्नु यहाँ ग्यास कति युरो परेर तर खाइदिङ धेरै नै छ यति चाहिँ खाइन्छ यति त खानु पनि पर्यो यस ओके द्याट्स इट फर द ग्रोसरी हल ए फेस ट्र्याकिङ भनेर छोडेन तल आएन क्या यस्तो हेर्न तल खिच्दा त के गर्नुपर्ने त भनेर सोचिरहेको छु क्या मलाई अलि यो क्यामेरा चलाउनु आएर अलिकति झिझ्याङ भइरहेछ यहाँ चाहिँ ब्रेड र बटर छ ब्रेड र बटर छ अब यसलाई चाहिँ म टोस्ट गर्छु अनि होइन त्यस्तै भयो त्यस्तै होइन
म यहाँ टक्क यसलाई यहाँ राखिदिएर यहाँबाट चलाइदिनुपर्छ थिङ्क 180 डिग्रीमा चाहिँ राम्रै टोस्ट हुन्छ यस नाउ लुक लाइक दिस मजाले अब यहाँ बटर पग्लेर म आफै टोस्ट हुन्छ तल छुइनु चाहिँ छुँदैन किनभने चाहिँ बटरले त्यो ब्रेडले एब्जर्ब गरिहाल्छ अब हियर गोज फर लाइक अराउन्ड 10 मिनट्स अनि त्यसपछि अगाडि यो रेडी हुन्छ यस टोस्ट गर्यो यो दुध गरायो त्यही स्याउ काटेर अङ्गुर धोएर यो निकाल्यो 1 घन्टा भयो ट्याक्कै त्यत्रो भाँडा छ अब म त्यहाँ टोस्टमा त्यो चीज लगाउँछु अनि त्यस्तो गर्दै भइहाल्यो नि के हो मलाई थाहा छैन लिएर हिँड्यौँ अब कहाँ जाने रे हामी चाहिँ मैले लुगा हेर्न जाने मलाई चाहिँ अलिकति स्टिच गर्न मन छ तिजको लागि केही भेट्यो भने त्यो गर्ने अनि जस पार्कमा बस्ने आज रमाइलो छ दिन भनेर हामी चाहिँ टक्क लाएर निस्क्यौँ अब के हुन्छ हामी देखाउँदै जान्छौँ नै लायो दाइ हामी चाहिँ यहाँ लुगा लिन आएको कपडा यहाँ त अपोइन्टमेन्ट चाहिन्छ क्या हो डेकोरेसन पनि पाउँदो रहेछ यहाँ हो र यताबाट होला नि यहाँबाट ओफ्नु फास्ट इलो गाई हामी चाहिँ अब कहाँ आइपुग्यौँ दाइ हामी चाहिँ प्लान्ट एन्ड ब्लुमेन पार्क आयौँ फेरि हामी कहाँ पुगेर फेरि पार्क आउने निदो गऱ्यौँ हामी धन्नै एउटा बस स्टप बिर्सेर अनि अब अर्कोमा झऱ्यौँ जहिले दाइ गऱ्यौँ मेरो कारण नै त्यही हो कि गफमा व्यस्त भएर स्टेसनै छुटाउने यस हाम्रो चाहिँ यो फेमस पार्क हो हामी बस्ने ठाउँमा एकदमै भिड हुन्छ यहाँ चाहिँ प्लान्ट एन्ड ब्लुमेन काफे भन्ने रहेछ मजाले कफी हाम्बककै सबसे ठुलो पार्क एकदमै राम्रो छ अहिले त झन् यति बेला अटम भयो के भइरहेको रहेछ त्यहाँ समर अटम भन्दैन यसलाई समर नै भनौँ न तर अझै पिक समरमा चाहिँ लास्ट राम्रो हुन्छ कि स्टार्टिङ समरमा यस्तो मजाले फुलहरू फुल्छ होइन दामी हुन्छ कि दामी देखिन्छ गाइज यता आकाश यस्तो भएछ नि आज थियो हाम्रो यहाँसम्मको प्रतीक्षा बन्द भयो आएर आउने यत्तिकै ढाक्क म तपाईँहरूलाई अरू पनि देखाउँछु फेरि खुल्यो है यो नै यहाँको बेस्ट हो कि यस्तो राम्रो देखिन्छ नि साँझ पख त झन् उमागढ अहिले फिर्र हुन्छ कि सबैतिर अहिले देखाउँदै गर्छु यसरी बसिरहेछौँ पार्कमा आएर यस्तो यति धेरै मान्छे हुन्छ नि त टन्नै मान्छे हुन्छन् यस्तो कलरको बिस्तारै आउँछ कस्तो यस टाइम पनि यहाँ रमाइलो गरिरहेको छ के रमाइलो हामी टुक्रुको बजिरहेको हुन्छ टुक्रो बच्चा छ्या त्यस्तो नभन् न जे पाइँदै भन्छ जे पाइँदै भन्छस् लगर एउटा तिर पुगेर लगर न फोनमा अब साक्का साक्का कस्तो राम्रो जाऊ पानी किन जाऊ त ऊ फाउन्टेनको अगाडि जाऊ त भिडियो खिच्नु हुन्छ आमाले उति अगाडि जाऊ न जाऊ अगाडि जाऊ त यो यता 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 साइलेन्ट आऊ न
अब लक गरेपछि कहाँ खोल्छ र लगेर टु मात्रै आयो नि हो ल है त चियर्स हेरिदिनु नि त रोस्ट यो चाहिँ हाम्रो भोलिको लागि खरबुजा फ्री फ्री प्लान्ट हाम्रो भोलिको के प्लान हो भनेर चाहिँ भोलि नै थाहा हुन्छ ए तर काटेको पनि रहेछ नि भनेपछि पाकेको राम्रो वाला छ यो तलको त पुरै हरियो यो ठिक छ हो यो यो त्यो पहेँलोवाला चाहिँ धेरै राम्रो हुन्न यो होला। चेन्ज प्लान्ट चेन्ज उम्, सेकेन्ड खर्चा हाम्रो कामदार चाहिँ आउनुहुन्छ उठाउ साइन अब सक्सेस किनेर हामी चाहिँ सालिन हे भगवान् हाम्रो यस्तो मान्छे यहाँ हुनुहुन्छ कि फेरि एकजना ए काम गर्नलाई रेडी हुनुहुन्छ उहाँ घर गइसक्यो सबैजना हिँड न ल बाई बाई सालिन बाई बाई